यसको टपिक चाहिँ कन्भर्जेन्स रेट अफ न्युटन ऱ्याप्सन मेथड। यो मेथड चाहिँ हाम्रो नन लिनियर इक्वेसन सल्भ गर्दा नन लिनियर इक्वेसन सल्भ गर्ने वान अफ द आइटरेटिभ अप्रोच भनेको एनआर मेथड हो। यसको कन्भर्जेन्स रेट कति हुन्छ हामी यो हेर्नेछौँ। कन्भर्जेन्स रेट भनेको यो मेथड अप्लाई गर्दा कति चाँडो यसको एन्सर चाहिँ हामीले पाउँछौँ, कति स्टेपमा। जस्तै आइटरेटिभ अप्रोचमा त हामीले इच इटरेसनमा भ्यालुहरू निकाल्दै कम्पेयर गर्दै तिनीहरूको डेसिमल प्लेसहरू गर्ने हो नि त। अब जस्तै बाइसेक्सन मेथडमा हाम्रो 12, 13, 14वटासम्म पनि आइट्रेसन जान्छ। त्यो आइट्रेसन बढी जानु भनेको मतलब यसको कन्भर्जेन्स रेट कम छ भन्नु हो। तर एनआर मेथडमा कन्भर्जेन्स रेट कति क्वाड्राटिक हुन्छ भनेर हामीलाई थाहा। क्वाड्राटिक भनेको कन्भर्जेन्स रेट भनेको क्वाड्राटिक भनेको 2 भनेपछि जसको कन्भर्जेन्स रेट जति बढी हुन्छ त्यसको एन्सर चाँडो आउँछ। चाँडो आउनुको मतलब कम आइट्रेसनमै आउँछ भनेको हो। यही क्वाड्राटिक आउँछ भनेर चाहिँ हामी यसमा प्रुभ गर्छौँ। खास एनआर मेथडमा मात्रै होइन, सबै मेथडमा चाहिँ प्रोसेस कन्भर्जेन्स रेट निकाल्ने प्रोसेस चाहिँ एउटै हुन्छ। सबै इररहरू र एब्सोल्युट आइट्रेसनमा आएको भ्यालु र त्यसको रियल रुटको भ्यालुलाई कम्पेयर गरेर त्यो इररहरू निकालेर कन्भर्जेन्स रेटको त्यो चाहिँ हामीले एक्सप्रेसन प्रुभ गर्ने हो। यदि हाम्रो इक्वेसन एफ अफ एक्स इक्वल टु 0 छ र यसको रियल रुट चाहिँ ए और अल्फा और जे माने नि भयो होइन। अब हामी यसमा ए मानौँ, ए छ अरे होइन। यो भनेको रियल रुट हो। रियल रुट ए हुँदा एफ अफ ए भनेको 0 हुन्छ, किनभने रियल रुटको भ्यालु त्यो इक्वेसनमा हाल्दा त्यो भ्यालु 0 हुनुपर्छ। त्यो भनेको त्यो हुनैपर्छ होइन, अनि मात्र त्यो रियल रुट हुन्छ। हामीलाई के थाहा छ भने चाहिँ यसको फर्मुला xn+1 इज इक्वल टु यो हाम्रो न्युटन ऱ्याप्सन मेथडको फर्मुला हो होइन। यही फर्मुलाबाट हामीले न्युटन ऱ्याप्सन मेथड अप्लाई गर्छौँ होइन। यो फर्मुलामा चाहिँ हाम्रो यदि एक्सएन भ्यालु छ भने यसको इरर कति हुन्छ, इररलाई एप्सिलोन एन मानौँ होइन। इरर भनेको के हो, यसको आइट्रेटिभ भ्यालुसँग रियल भ्यालु हामीले ए मानेको छौँ होइन। ए यो निकालेपछि त यसको यो भनेको त इरर हो भनेपछि एक्सएनको भ्यालु के हुने भयो प्लस ए। सिमिलरली एफ xn+1 इक्वल टु ए प्लस एप्सिलोन n+1 हुने भयो। सेम भयो होइन, यो र यो सेम भयो होइन, किनभने xn भनेको पनि ए एप्सिलोन n प्लस ए हुन्छ। यो भनेको नि यो भ्यालुले चाहिँ इरर निकाल्ने होइन, किनभने हामीसँग यो चाहिँ सेम। सिमिलरली हामीले n+1 का लागि यहाँ गरे होइन। एप्सिलोन n भनेको xn माइनस ए, यो यसरी चाहिँ यसको इरर चाहिँ यसरी निस्किने भयो होइन। अब त्यसपछि अब हामीले के गर्नु पर्यो, यो भ्यालु यो xn र xn+1 को भ्यालु हामीले यसमा राख्नु पर्यो। इक्वेसन 1 मानौँ होइन। यसलाई इक्वेसन 1 अब के हुने भयो, इक्वेसन 1 हाम्रो के हुने भयो यस्तो हुने भयो, ए प्लस एप्सिलोन नट n+1 इज इक्वल टु ए प्लस एप्सिलोन n अथवा en। यसलाई जे माने नि, यसलाई जे लेख्दा नि भयो होइन। तर इररलाई चाहिँ त्यसको सिम्बल चाहिँ एप्सिलोन भनेर लेख्ने गरिन्छ। तर एप्सिलोन नभएर यसमा ई लेखेपछि जे लेखे नि भयो होइन, आफूले बुझ्ने तरिकाले। अब माइनस एफ अफ एक्सएन को भ्यालु कति हो एप्सिलोन नट। यसलाई ई भन्छु ल म। यो होइन, यसको यो भयो, यो कट्ने भयो, यो के हुने भयो n माइनस अब हामीलाई फर्मुला के थाहा भनेपछि यसको भ्यालु त हामीले टेलर थ्योरमबाट निकाल्न सक्छौँ नि त होइन। किनभने टेलर थ्योरमले हामीलाई fx प्लस h को हामीसँग fx प्लस h भनेको चाहिँ यसको भ्यालु चाहिँ हाम्रो के हुन्छ f अफ x प्लस h
प्लस यस्तो 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 जान्छ नि होइन, यो त गइराख्ने हो। त्यस्तै सिमिलरली अब एफ ड्यास भएपछि यहाँ ट्याक 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 डबल ड्यास एउटा एक्स्ट्रा ड्यास एड हुने। अब यही भ्यालु यसमा ए प्लस एप्सिलन एनको मामलामा के हुने भने चाहिँ एफ अफ ए प्लस एप्सिलन एन एफ ड्यास अफ ए प्लस एप्सिलन एन स्क्वायर अपन 2 फ्याक्टोरियल एफ डबल ड्यास अफ ए प्लस डट डट सो अन डिभाइडेड बाई ठ्याक्कै एउटा डेरिभेटिभ भनेपछि एउटा ड्यास माथि थपिने भयो, एक डेरिभेटिभ माथि बढ्ने होइन। सेम माथिकै एक्सप्रेसनमा एउटा डेरिभेटिभ बढी लेखिदिएपछि हाम्रो भइहाल्छ होइन, प्लस एन स्क्वायर अपन 2 फ्याक्टोरियल एफ ट्रिपल ड्यास अफ ए। अब यो भ्यालु यो स्क्वायरहरूको भ्यालु स्क्वायरभन्दा पछिको भ्यालु जुन हुन्छ नि यो एकदम सानो हुन्छ होइन। एकदम सानो भइसकेपछि नेग्लेक्ट गरे हुन्छ क्या। जस्तै इक्जाम्पलका लागि जस्तै हामीसँग 1.1 छ होइन, अब यता भ्यालु हाम्रो 0.00000001 आयो। अब यो भ्यालु त योसँग जोडे नि भयो नजोडे नि भयो, त्यस्तो कुनै म्याटर गर्दैन नि त, किनभने यो डेसिमलभन्दा 1 2 3 4 5 6 7वटा पछि एउटा 1 आइरहेछ भनेपछि त यो एकदम नेग्लिजिबल अमाउन्ट भयो नि त। यो नेग्लिजिबल अमाउन्ट चाहिँ एकसँग जोडेर भएन। अब एउटा चामलको कट्टामा एउटा सितो हालेर त्यो केही फरक पर्छ त त्यसको वेटलाई, पर्दैन नि त। हो त्यस्तै चाहिँ यसमा चाहिँ यो दुई यो स्क्वायरभन्दा माथिकोलाई नेग्लेक्ट गरे हुन्छ होइन। अब यो इक्वेसन कस्तो बन्छ भनेपछि एप्सिलन एन प्लस 1 भनेको एप्सिलन एन माइनस एफ अफ ए, यो भनेको रुट हो होइन, एफ ड्यास अफ ए एफ डबल ड्यास प्लस अब रियल रुटको त यो त 0 हुने भयो नि त, किनभने एक्स स्क्वायर माइनस 2x प्लस 3 इक्वल टु 0 मा यसको कति हुन्छ हौ 3x माइनस x प्लस 3 0x माइनस 3 जस्तै यसमा 3 हालेपछि 3 को स्क्वायर माइनस 2 into 3 प्लस 3 इक्वल टु 0, 3 3 9 प्लस 2 3 6 प्लस 3। ए यो जे होस् यसको रुट खै कति हुन्छ होइन, मैले ठ्याक्कै नर्भस भयो क्या। अब यहाँ जे होस् यो 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 हालेपछि 0 हुन्छ होइन, जस रियल रुट यसको रुट कति हुन्थ्यो यार। अब यो क्यालकुलेट गरेपछि आउँछ होइन, मैले यहाँ मिस्टेक गरेँ। अझ यसको यो ठ्याक्कै यो हाले यसको भ्यालु हालेपछि ठ्याक्कै 0 आउँछ। यो 0 आउनु भनेको मतलब यो भनेको त 0 भनेपछि एप्सिलन एन प्लस 1 भनेको कति हुने भयो माइनस 0 प्लस एन ए ए यो भयो होइन। अब यसको उलिम है के भन्छन् त्यसलाई एलसिएम यो होइन, यो भयो यो लिँदा एफ ड्यास अफ ए एप्सिलन एन प्लस एप्सिलन एन स्क्वायर एफ डबल ड्यास अफ ए प्लस माइनस एफ ड्यास अफ ए यो भयो होइन। यो र यो त कट्यो नि त, यो काट्न मिल्यो नि त। एन स्क्वायर एफ डबल ड्यास अफ ए आयो यो आयो होइन। यो आइसकेपछि अब हामीले यसलाई कमन लियौँ होइन। कमन लिएर फेरि यी दुईटाको भ्यालुलाई बाइनोमियल एक्सपेन्सन हालेर त्यसलाई फेरि त्यो सानो हुन्छ त्यो भ्यालु, त्यसलाई नेग्लेक्ट गरेर त्यो स्टेपसम्म, त्यो भनेको फुल स्टेप हो नभए यहीँबाट अनि त्यहीँ जाउँ न हामी, यहाँ किन छोड्ने। ल यहाँबाट एफ ड्यास अफ ए कमन लिँदा कहाँ देखाइरहेको छु मैले, यो भयो होइन। यहाँबाट यो कमन आयो, यो कमन आउँदा 1 प्लस एप्सिलन नट यो यस्तो हुन्छ होइन, किनभने यहाँ छँदै छैन नि त यो भ्यालु छैन भने चाहिँ कमनले चाहिँ फेरि मल्टिप्लाई गरेपछि त यो मात्रै आउने हो नि त, त्यही भएर यो लियौँ। यो माथि जाँदा के हुने भयो यो भनेको -1 हो। अब बाइनोमियल थ्योरम एक्स 1 प्लस एक्सको पावर -1, यसको बाइनोमियल थ्योरम त माइनस एक्स स्क्वायर प्लस एक्स क्युब माइनस एक्स पावर
एक्सको पावर 4 प्लस यो हुने हो नि त होइन। यो हुँदाखेरि एन हुँदाखेरि यो भ्यालु पनि सानो हो क्या होइन। अब यहाँ 1 मात्रै बच्छ, 1 बचेपछि मल्टिप्लाई पछि ए आउने हो। अनि यो स्क्वायरहरूको भ्यालु फेरि त्यही सानो, अब यसलाई हामीले इग्नोर हानिदिन्छौँ होइन, यसलाई हामीले फालिदिन्छौँ। अब यसलाई फालिसकेपछि यहाँ के आउने भयो, डबल ड्यास अफ ए एफ ड्यास अफ ए आयो। अब यो त हाम्रो कन्सटेन्ट हो नि त, कन्सटेन्ट हो होइन, यो भ्यालु भनेको त कन्सटेन्ट हो। अब यो कन्सटेन्ट भ्यालुलाई यदि यो राखेपछि हाम्रो यो यस्तोको लेख्न मिल्यो ठ्याक्कै इक्वल त के भन्नु ल हाम्रो ए छ ल बी भनेको कन्सटेन्ट आयो होइन, बी कन्सटेन्ट एन स्क्वायर। अब यो कन्सटेन्ट भएपछि त हामीले यो यसलाई चाहिँ यस्तो पनि लेख्न मिल्यो नि त, द्याट इज डाइरेक्टली प्रोपोर्सनल टु स्क्वायर। भनेपछि यसको कति आयो 2 आयो, भनेपछि रेट अफ कन्भर्जेन्स हाम्रो कति आयो 2 आयो। भनेपछि हामीले अघि यहाँ के भनेको थियौँ, हामीले यही प्रुफ गर्ने हो नि त, ठ्याक्कै प्रुफ भयो नि त। यस्तै हो। अब हामीले चाहिँ एनआरलाई मात्रै होइन, हामीले सेकेन्ड मेथड हाम्रो अर्को के छ जुन छन् नि ती सबै सेकेन्ड रेगुलर फल्सी त्यो सबको रेट अफ कन्भर्जेन्स चाहिँ यसरी निकाल्छौँ। के गर्नु पऱ्यो, फर्मुला हाल्नु पऱ्यो। फर्मुलाका लागि एक्सएन र एक्सएन प्लस 1 को भ्यालु इररको टर्ममा निकाल्नु पऱ्यो, इरर र रियल रुटको टर्ममा। अनि यही प्रोसेस गरेपछि सबको भ्यालु आउँछ।